हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग होइन गाइजहरू। यो चाहिँ मेरो थर्ड ब्लग हुन्छ। लेट्स सी गाइजहरू होइन। म चाहिँ अहिले लुगा धोएर आएको। यस्तै मेरो हात हेर्नु सक्नुहुन्छ। म घाँसमा जानु लागेको छु साथीहरू। सन्चै हुनुहुन्छ अनि लाइक सब्सक्राइब गरिदिनु होला। अब म टक्क मेरो कोठा बढाइदिइसकेको छु। सिरक पट्याउनुको लागि भुइँमा झारिसकेको छु गाइजहरू। लेट्सी यो पानी ठेक्कातिर छु खानुको लागि। अनि त घाँसमा जानुपर्ने छ साथीहरू। यस्तो जाडो भइरहेछ, हात र खुट्टा चाहिँ लास्टै छ क्या। म लुगा धोए पनि मुख चाहिँ धुँदिनँ गाइजहरू, किनभने मैले बेलुकै केलाएको हुन्छु मोइस्चराइजर, जसले गर्दा मेरो हल्का यो डिफेक्टको अनुहार चाहिँ फुट्दैन। लेट्सी गाइजहरू आज के गरिन्छ हेर्नुहोस् ल। हेर्नुहोस् त कस्तो देखेको छ कपुट बाटेर। आवश्यकता नभएर नपार्नुहोस्, धन्यवाद। लाइक गरौँ गाइजहरू। मैले चाहिँ सिरक पटाइसकेको छु होइन। यो चाहिँ अल्छी लाग्दो पाराले यो मेरो लुगा हो, यो भोलि मिलाउनुपर्छ। पढ्ने मान्छेको यस्तै हो गाइजहरू। लेट्स से पानी हाल्छु। अब म चाहिँ रेडी हुन्छु ल टक्कसँगले। कहाँ जानुको लागि? घाँसमा जानुको लागि। मसँग घाँस काट्नु जाउँ गाइजहरू। फेरि काममा जानुपर्छ, ढिलो भइसकेको छ आज पनि। तर छिटो यस्तो फास्ट घाँस काट्नुपर्छ कि गाइजहरू। यु अन्डरस्ट्यान्ड? ओके, फेरि भेटौँ ठ्याक्क। गाइजहरू म चाहिँ घाँस काट्नु जाँदैछु होइन। अनि लुगाभरि ओभर कुदो भएर ओभर घोची भइरहेछ। लेट्स गो। मसँग हुनुहुन्छ मेरो बच्चा मम्मी। उहाँ कहिले पनि बढ्नु भएको छैन, 1 वर्ष भइसक्यो गाइजहरू। जस्तोको जस्तो फिगर होइन। अब अहिले मसँग जानुहुन्छ अनि फेरि के खाएर आउनुहुन्छ। आजको ब्लग चाहिँ लामो हुन जान्छ। सो कन्फिडेन्टली म ब्लग बनाउँदैछु गाइजहरू। घाँस काट्न ढिलो हुन्छ त्यो पनि। के गाइजहरू कस्तो देखेको छ मलाई सम्झै त बिहानको भ्यूहरू हेर्नुहोस्, डाँडा काँडा कस्तो दामी देखिन्छ है। त्यस्तै हो जिन्दगी। के भयो अब त जाँदैछु गाइजहरू। बोर्ड नजानिकन हेर्दिनु होला। मेरो दुईवटा के भन्छ यसलाई, के भन्नु क्यामेरा पक्रिने ढङ्ग पनि छैन। यसलाई के भन्छ? यो चाहिँ गोरु हो होइन, लक्षिणको छ यो। उताको चाहिँ गाई हो, महा खिच्सक्ने छ है। यति कराउँछ गाइजहरू, एउटै छैन है। अनि मेरो बारी मेरो होइन, उयोले रोपेको, मम्मीले रोपेको। लिस्ट यो पनि क्यामेरामा आउने अरे गाइजहरू। हेलो गाइज भनिदेऊ लु। हिँड लुते नलुते भएको छ गाइजहरू। के गर्नु, के हो फोरी यस्तै छ। जाडो महिना लागेको छ गाइजहरू। ननुहाइदिउँ ननुहाइदिएको 10 एकचोटि पनि नुहाइदिएको छु। तर हिँड्न ढिलो भएको बेलामा एकचोटि मात्रै उयो गरेको छु। हेर्नु त हिँड्छ पो त कम्ती केटा हो नि त फेरि गाइजहरू। अब चाहिँ म घाँस काट्नुतिर लाग्यो गाइजहरू। तपाईँहरू टक्कसँग लाइक गरिदिनु होला। यस्तो खालको रिकर्डिङ गर्दै धेरै क्यामेरा चलाएर उकालो हेर्नुपर्छ नि साथीहरू। यो उकालो चाहिँ गएको अबै यो मर्निङले अहिले मलाई लडाएको यस्तो गाइज। म घाँस काट्ने ठाउँमा आइसकेँ होइन। यहाँ कसरी चाहिँ अघि भारी देख्नु चाहिँ हुँदैन रहेछ साथीहरू। अनि घाँस चाहिँ यस्तो भएछ क्या, कोरेको हो कि कसले काटेको थाहा भएन होइन। सिलाकुरी मात्र रहेछ। म पनि अर्को चाहिँ बारीमा आएको गाइजहरू। अनि यसले चाहिँ उयो गर्नुपर्छ क्या, के भन्छ छाप डोरी बनाउनुपर्छ। चालिलो भन्छ यसले। साथी यार जल्दी यस्तो भयो भ्लग गरे बनाउँदै बसिरहेको छु म यतै। जस्ट इन्जोय गरौँ। अन्त लगाएर काम गर्नु पऱ्यो, अप्ठ्यारै हुन्छ। ल हेर्दैन यस्तोको के हो यस्तो राम्रो चालिन्छ तर पनि हुँदैन। मुनिन्छ यो भक्कु के चाहिँ खान्छ गाइजहरू। यसले थाम्नु पनि तर खान्छ छैन। अनि भरे भात खान्छ क्या, जङ्गलको झारपात खान्छ। सेम छ तब त बिस्तारै हात पासिन्छ काट्छ क्या। त्यही भएर मलाई 15 किलो आउनै पर्छ जस्तो लाग्छ।
जङ्गलतिर चाहिँ लास्टै बाँदरहरू आउँछ क्या गाईहरू, त्यही भएर मलाई अलिक डर लाग्छ। मुनिलाई बस भनेको बस्छ होला। खतम खान्छ फेरि छोडिदिएर राखेको बाँदर गरेको मलाई। बाँदरसँग चाहिँ डराउनै पर्छ साथीहरू। अब चाहिँ घाँस काट्नु चाहिँ ढिलो भइसक्यो, सिला सुली बसिँदा यस्तो घाँस काट्नु मजा हुँदैन गाईहरू। सब काट्दै हालेको भेटमा टुटाउन न। मेरो डोको चाहिँ मस्तै सानो। आज मलाई कस्तो फिल भइरहेको छ भने अर्काको बारीमा घाँस टुट्दैछु यस्तो फिल भइरहेको छ क्या। बारी चाहिँ अर्काको तर हामीले घाँस टुट्नुभएको बट त्यस्तै फिल भएर डर लागिरहेको छ क्या। अर्काको बारीमा कहिले निस्कनु हुन्छ त्यस्तै फिल भएर त्यस्तै घाँसको बारी पुरा र फेरि मेरो बारीमा अड्दै छु कि गाइस। बारी पुग्यो होइन, मजा लाग्यो। बट बाटो हेर्नु न यस्तो हुन्छ बाटो, बिचरा पहिरो गएको छ क्या एकचोटि हाम्रोतिर। नसोचेको नसोचेको पनि गएको। भारी बोक्ने काम इज नट गुड गाइस। यति अप्ठ्यारो हुन्छ, घाँस बढ्छ यताबाट पान्छ। अब चाहिँ घर पुगौँ गाइसहरू। म चाहिँ काम मानिसक्यो होइन। चाहिँ पानी यस्तो बिजोग छ नि हाम्रोतिर, यस्तो सर्टेज लाग्छ पानीको चाहिँ। यो चाहिँ दामी रहेछ यहाँबाट है। अहिले अब काम गरौँ तर पानी तताइरहेको छु मैले होइन। काम फेरि सबै धेरै नै छ होइन। कस्तो बिक्री गर्नु के लागेको कुनै मेरो लुगा कस्तो देखेको छ गाइसहरू। काममा बसेर अब चाहिँ म यस्तै हो दिन मेरो कार्य यसरी बितिरहेको आजकल चाहिँ काम गऱ्यो आयो। आजदेखि अलिकति फरक हुन्छ, म क्लास जान्छु गाइस। त्यस्तै फर्स्ट डे होला क्लासको, फेरि अपडेट गर्दै गरौँला मेरो बारेमा। चिन्नु भएको छ म चाहिँ एल्सा लिम्बू गाइसहरू। म चाहिँ भर्खर पिठो मुछेर आएको होइन। अब यहाँ मोमो बनाउनु आइरहेको छु। यहाँ हेर्नुहोस् चाहिँ कति हो, 1.5 केजी हो जस्तो छ गाइसहरू। काम बिगार्नुमा चाहिँ आइम माही है गाइसहरू। अहिले आज मैले गाइसहरू लास्ट अन्डरदेखि यताउता लाउनु। म चाहिँ रामपुगेर आएको होइन, क्लास हुन्छ भनेर टक्कसँगले इङ्ग्लिसको बट भएन। म मात्रै पुगेछु भोलि मात्र हुन्छ अरे नि त साथीहरू। त्यही भएर म चाहिँ खाजा खाएर गयो भने पढ्नु मन लाग्दैन कि फेरि। त्यही भएर मैले चाउमिन खानु आएको साथीहरू। यस्तै छ होइन। कस्तो भ्लग बना भन्छु कि भिडियो खिच्दाखेरि चाहिँ बिर्सिहाल्दो रहेछ। यस्तो भोक लाग्यो त कसैले बनाएर दिए पनि खान्छु म हो त्यस्तै भिडियो। त्यो चाहिँ क्याफे होला गाइसहरू। मैले चाहिँ पोर्क चाउमिन खानु आएको म चाहिँ। कस्तो राम्रो देखिरहेको छ मलाई। आइम नट राम्री बट राम्ररी देखेको छैन साथीहरू। अहिले त ठिकै देखिन्छु कि आफूलाई, भरे हेर्नुपर्छ। यस्तो नराम्रो देखिन्छ साथीहरू। लाइक गर है गाइसहरू। फेरि मेकअपवाला होइन, सिम्पलवाला मुख गाइसहरू। खाजा खानु आएको कि बस काम गर्नु। अहिलेसम्म खानु पाएको छु म। अब चाउमिन खाएर मोमो खाएर जान्छु। यस्तो भोक लागेको छ मलाई। अब डेमा जान्छु है गाइसहरू। अपडेट दिँदै गर्छु अघि बनाइदिएको नि खाजा पनि। चाउचाउ र चटपटे अनि छिटो मिठो त्यही हो नि त। मैले बनाएको मोमो चटपटे हो काम गर्दैछु म चाहिँ लाइफमा पेमा छु।